अहिले चाहिँ म यो सिन्धुली गढीको सेल्फी डाँडामा आइपुगेको छु। यो सेल्फी डाँडा पहिलाको भन्दा फरक र भिन्न भएको मैले पाएँ र यहाँ पहिला यात्रा गरिरहँदा यस्ता इतिहाससँग सम्बन्धित र गढी यो सिन्धुली गढीसँग सम्बन्धित कुनै त्यस्तो ऐतिहासिक तथ्यहरू यहाँ थिएनन् र अहिले चाहिँ यो राखिएको रहेछ। यसले चाहिँ यो ठाउँको महत्त्व अझ बढाएको छ। यहाँ इतिहाससँग सम्बन्धित विभिन्न घटनाक्रमलाई चित्रहरूद्वारा यहाँ प्रस्तुत गरिएको रहेछ। खास गरी पृथ्वीनारायण शाह अङ्ग्रेजी युद्ध हुँदाखेरि यस गढीमा अङ्ग्रेजहरूसँग विजय प्राप्त गरेर आफ्नो नेपालको स्वाभिमान, अस्मिता, भौगोलिक अखण्डतालाई जोगाएका थिए र त्यही कुराहरूलाई यहाँ प्रस्तुत गरिएको रहेछ। र मेरो पछाडि चाहिँ यहाँ नेपाल अङ्ग्रेजी युद्धको क्रममा चाहिँ नेपालको वीरहरूले अङ्ग्रेजसँग लडाइँको क्रममा समेटिएका लडाइँसँग सम्बन्धित विभिन्न शालिगहरू यहाँ देखाइएको रहेछ र नेपाली वीर गोर्खालीहरूले चाहिँ अङ्ग्रेजलाई युद्धमा जितेको तथ्यहरूलाई शालिगहरूद्वारा यहाँ प्रस्तुत गरिएको रहेछ, जसले नेपालको इतिहास बुझ्नलाई थप मद्दत गर्छ र यस्ता ऐतिहासिक स्थलहरूको भ्रमण गरेर हाम्रो इतिहास, हाम्रो वीर नेपाली उनीहरूको वीरता हामी बुझ्न सक्छौँ। अहिले म जानकी मन्दिरमा आइपुगेको छु। जानकी मन्दिर यो मध्य प्रदेशको एउटा प्रमुख मन्दिर पनि हो। यो मन्दिर नेपालको सबैभन्दा ठुलो मन्दिर पनि हो र यो राम सीता विवाहसँग सम्बन्धित मन्दिर हो। यसलाई अर्को शब्दमा नौलखा मन्दिर पनि भनिन्छ। रानी वृषदेवीले यो मन्दिर निर्माण गरेका थिए र यो मन्दिर निर्माण गर्नको लागि चाहिँ 9 लाख त्यस बेलाको 9 लाख रुपियाँ लागेको हुनाले पनि नौलखा मन्दिर भनिएको हो। यो मन्दिर भव्य सुन्दर सिंहमर्मरद्वारा निर्मित छ र नेपालको एउटा चाहिँ प्रमुख धार्मिक धरोहर पनि हो र पर्यटकीय स्थल पनि हो। यहाँ भक्तजनहरूको भिडभाड पनि देख्न सकिन्छ र यो एकदम नेपालको शान गौरव पनि हो र यसले नेपालको पहिचानलाई थप उजागर गरेको छ र भव्य मन्दिर हाम्रो गौरव हो।